माघे संक्रान्तिको शुभकामना सम्पूर्णमा सेलरोटी बनाएको हेर्नुहोस् आफ्नै तरिकाले। हाम्रो बहिनी छन् सेल बनाउनेमा। कस्तो बनिन्छ हेरौँ अब। वाउ, यो हातले बनाएको भन्दा धेरै राम्रो हुँदो रहेछ। के छ यो खोइ किसले कसरी लाउने हो? ए हातैले छोड्ने हो? छोड्ने चाहिँ हातैले हो। यसरी हाल्ने बेलामा छोड्ने। एउटा ब्यालेन्सले छोडेन भने चाहिँ बाङमटिङो गाँठागुठी हुन्छ होइन? ल ठिक छ। सेल 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 यो के कलर त निकै राम्रो छ। कलर अझै कालो कालो अलि रातो हुनु पर्थ्यो होइन? कलरको लागि त केही लाग्छ छैन नि पिठोमा। फाइनल्ली एउटा सेल तयार भयो। 1 मिनटभित्रमा चाहिँ एउटा सेल लगभग 1 मिनट 15 सेकेन्डमा तयार हुन्छ होला सायद। ढिलो हुँदो रहेछ नि आगोको भएर। यता चिया तयार हुँदैछ, यता सेल। समस्त नेपाली जनमा शुभ माघे संक्रान्तिको शुभकामना, सुस्वास्थ्य, दीर्घायु साथै उत्तरोत्तर प्रगतिको कामना। कस्तो रोटी भयो भनेर यहाँ वेट गरेको पाक्नै लागेन। फाइनल्ली 2 मिनटमा एउटा सेल तयार भयो। ए एकैचोटि पो छोडिदिने हो? म त त्यसरी हातले ब्यालेन्स गर्दै छोड्ने होला भन्थेँ।